नेपालमा विभिन्न भाषाभाषी बोल्ने, विभिन्न धर्म मान्ने र विभिन्न जात जातिका मानिसहरू बसोबास गर्ने गर्दछन्। साथै यिनीहरूका आफ्ना रीतिथिति, रहन सहन, चाल चलनहरूमा पनि विविधता पाइन्छ। यसैगरी हाम्रो संस्कृतिलाई जीवन्त राख्न चाडपर्वहरूको पनि ठूलो महत्त्व रहेको हुन्छ। हाम्रा संस्कार र परम्पराहरूलाई यिनै चाडपर्वहरूले सुरक्षित राख्दछन्। यसैगरी हिन्दू धर्मका अनेकौं चाडपर्वहरू मध्ये चैते दशैं पनि एक विशेष पर्व हो। साथीहरू नमस्कार, पुनः स्वागत छ द डिभाइन स्टोरीज युट्युब च्यानलमा। आउनुहोस् आजको यस श्रृङ्खलामा चैते दशैंको धार्मिक महत्त्व तथा यसको विशेषताको बारेमा विविध चर्चा परिचर्चा गरौं। हामी चैते दशैंसम्म आइपुग्दा पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गर्ने तयारीमा रहेका हुन्छौं। बडा दशैं अर्थात नेपालीहरूको महान चाड अनि नवरात्रिका रूपमा प्रसिद्ध सांस्कृतिक महत्त्व बोकेको पर्व हो। साथै चैते दशैं पनि असोज कार्तिकमा आउने मुख्य दशैंको एउटा प्रतिबिम्बित चाड हो। पुराना कथनहरूका अनुसार पहिले मुख्य दशैंमा झैं चैते दशैंमा पनि निकै रमझम हुने गर्दथ्यो। तर उक्त समयमा सुक्खा भएर खडेरी पर्ने, मौसम बदली साथै दशैंको गरिष्ठ भोजन अनि हिँडडुलले धेरै मानिसहरू बिरामी भएपछि चैते दशैंको लोकप्रियता पूजामा मात्र सीमित भएको सामाजिक मान्यता रहेको छ। अर्कोतर्फ बडा दशैं भने देशकै प्रमुख चाडपर्वको रूपमा मौलाइरहेको छ। जे होस् जसो होस्, चैते दशैंको रौनक पनि बडा दशैंको झै कम भने हुने गरेको छैन। चैते दशैंलाई कतिपय ठाउँमा सानो दशैं पनि भन्ने गरिन्छ भने भारत, बंगलादेश अनि म्यानमारमा चैते नवरात्रिका रूपमा मनाउने प्रचलन रहेको छ। वास्तवमा दशैं भन्ने बित्तिकै दशमी भन्ने बुझिन्छ। तर फेरि दशैंमा दशैंको रौनक भने अष्टमीको दिन बलि दिने कुराहरूमा केन्द्रित रहन्छ। दानवीय शक्तिमाथि दैवी शक्तिको विजय उत्सवका रूपमा मनाइने चैते दशैंमा पनि मुख्य दशैंमा झैं विभिन्न शक्तिपीठहरूमा पशु बलि भोग दिने गरिन्छ। चैत्र शुक्ल अष्टमीका दिन उपत्यकाभित्र गुहेश्वरी, दक्षिणकाली, शोभा भगवती, रक्तकाली, नक्साल भगवती, मैती देवी र संकटमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ। तलेजु भवानी, हनुमान ढोका दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर लगायतका उपत्यकाका मन्दिरहरूमा चैत्र शुक्ल अष्टमीका दिन बलि दिइन्छ र यस्ता बलि दिने कार्यक्रमहरूमा नेपाली सेनाको समेत सहभागिता रहन्छ। बलिका क्रियाकलापहरू पनि पर्यटकहरूले सार्वजनिक रूपमा हेर्न पाउँदछन्। पर्यटकीय रूपमा पनि यस चाडको उत्तिकै महत्वपूर्ण स्थान रहेको छ। अर्कोतर्फ प्राचीन समयदेखि नै काठमाडौँ उपत्यकाका यी देवालयहरूमा बलि चढाउने क्रम निरन्तर चलिरहेको छ। उपत्यका बाहिर पनि भगवती मन्दिरहरू अनि शक्तिपीठहरूमा समेत दर्शनार्थीको घुइँचो हुने गर्दछ। कतिपय भगवती मन्दिर क्षेत्रमा भने भव्य मेला पनि लाग्ने गर्दछ। यसै दिन मर्यादा पुरुषोत्तम श्री रामचन्द्र आफ्नो 14 वर्षे वनवास सकाएर अयोध्या फर्किएको मानिन्छ। आफ्नो धर्मपत्नी देवी सीताको अस्मिता रक्षार्थ अनि पापी रावणको दुस्साहस र असुरमुखी व्यवहारबाट संसारलाई जोगाउन भगवान श्री रामले रावणको वध गरेका थिए। यसरी रावणको वध गर्नका लागि देवी दुर्गाले रामलाई मद्दत गरेको कुरा धर्मशास्त्रमा उल्लेख छ। यसैगरी चैते दशैंका दिन श्री राम अनि दुर्गा लगायत अन्य धेरै देवी देवताको पूजा गर्ने गरिन्छ। चैते दशैंका दिन श्री रामको सकुशल आगमन भएकोमा अयोध्यावासी लगाए सबैले असत्यमाथि सत्यको जितको रूपमा चैते दशैं मनाएका हुन् भन्ने धार्मिक तथा सामाजिक मान्यता रहेको छ। मुख्य दशैंमा झैं चैते दशैंमा पनि दुर्गा पूजा गरी मिष्टान्न भोजन चढाइन्छ। देवी मन्दिरहरूमा देवी भागवत पाठ पारायण तथा कालिका पुराणका देवी स्रोतहरू पाठ गरिन्छ। घरमा उपलब्ध खाद्यान्न परिकारहरूलाई बनाई खाई रमाइलो गरी चैते दशैं मनाइन्छ। यसै दिन अशोकको फूल समेत खाने गरिन्छ। अशोकको फूल खाँदा रोग व्याधि नष्ट हुने आम विश्वास रहेको छ। मुख्य दशैंमा झैं चैते दशैंमा पनि पशु बलि दिइन्छ भने शाकाहारीहरूले भने घिरौला, भान्टा, कुबिन्डो या अन्य फलफूललाई खुट्टाको टेको लगाएर बलि दिने चलन छ। यसैगरी चैत्र शुक्ल अष्टमी अर्थात चैते दशैंका दिन भौमाष्टमी व्रत पनि लिने प्रचलन रहिआएको छ। भौमाष्टमी व्रतमा विशेष गरी मंगल ग्रहको पूजा तथा ग्रह शान्ति समेत गर्ने गरिन्छ। असत्य अनि असमानता घट्दै जाओस्, सत्य अनि सत्य वक्ताको सधैँ जित होस्, असत्य भन्दा सत्यको महत्व जीवन्त हुन्छ र भइरहोस्। जय होस्। चैते दशैंको हार्दिक मंगलमय शुभकामना। साथीहरू आजलाई यति नै। चैते दशैं सम्बन्धी यस भिडियो सामग्री यहाँलाई कस्तो लाग्यो कृपया कमेन्ट मार्फत आफ्नो प्रतिक्रिया दिनुहोला। यदि भिडियो मन पर्यो भने लाइक तथा शेयर गरी च्यानललाई पनि सब्स्क्राइब गर्न नभुल्नुहोला। साथै यस्तै सनातन हिन्दू धर्म सम्बन्धी विविध जानकारीको लागि हामीसँगै जोडिनुहोला। धन्यवाद।